हामी अहिले यो फेरि हिजो पूर्ण पहिरोको कारणले गर्दाखेरि रोकिएको जाममा चाहिँ यो खाद्यान्नहरू लिएर चाहिँ राष्ट्रिय युवा सङ्घ नेपाल चितवनको जिल्ला कमिटी सहित खेलकुद कमिटीका सहित हामी चाहिँ केही साथीहरू युवा साथीहरू मिलेर चाहिँ यो खानेकुरा पानी औषधि अनि सेनिटरी प्याड र अनि स्वास्थ्य परीक्षण त्यहाँ बसेका यात्रुहरूको केही समस्या छ कि भनेर स्वास्थ्य परीक्षणको लागि डाक्टर प्रतीकसँग सहितको टोली हामी 3टा गाडीमा चाहिँ हामी अहिले जाँदैछौँ। अरू साथीहरू पनि सँगसँगै अरू केही सामग्रीहरू साथीहरूसँग एभाइलेबल भयो भने लिएर जोडिनु होला। हामी चाहिँ यहाँबाट गन्तव्यतिर निस्किँदैछौँ। साथीहरूलाई मैले जानकारी गराउन चाहेँ। अभिवादन। यसरी प्रहरीसँग सहकार्य गरेर राहत वितरणको लागि अब जाँदैछौँ। कृपया यो बाटो भएर यात्रा नगरिदिनु होला। धेरैजना यसले दुःख पाएर बस्नुपर्छ। यहाँ चाहिँ पसलहरू पनि नभएको ठाउँमा पनि गाडीहरू टन्नै देखियो। खाना बस्नको लागि एकदमै असुविधा, एकदमै गाह्रो छ। व्यापक रहेछ यहाँ, धेरै रहेछ। हाम्रो गाडी त अझै गाडी छ। आज पनि हामीले प्रयास गरेका छौँ होइन, कति गर्न सकिन्छ। जाम आज खोल्नेवाला त छैन है, व्यवस्थापन गर्दै होला। अब हामीले एउटाले सहयोग गऱ्यौँ, त्यस्तै अरू पनि सहयोग गर्ने टोलीहरू आउनु होला होइन, आउँदै हुन्छ। अब बिरामी हुनु कसैले औषधि खानुहुन्छ, सुगर प्रेसरको औषधि खाइरहनु भएको छ, छुटेको छ भन्यो भने चाहिँ भन्नु होला है। यो खानेकुरा सुगरको औषधि खानुहुन्छ, औषधि छ कि छैन तपाईँसँग? 25 सेन्टी मात्रै छ। तपाईँले के गर्नु पर्ने, यो खानेकुरा हेर्ने तपाईँले औषधि के खानुहुन्छ, म के ल्याएको छु औषधि त्यो हेर्नु तपाईँलाई। एकजना सुगरको औषधि खानेको उहाँको औषधि छुट्या रहेछ। त्यस्तै कोही हुनुहुन्छ हुनुहुन्न औषधि खाने, औषधि छुटेको औषधिको नाम खानु पर्ने छ, प्रेसर समस्या छ भने पनि भन्नु होला है। ल 4 दिन खाना पर्यो, फेरि फर्केर आएर सुगरको प्रेसरको पेट दुखेको छ, पखाला लाग्छ, कसैलाई सबै औषधि छ भन्नु होला है त। हामीले औषधि बोकेर ल्याएछौँ। ल एकजना सुगरको, ल अरू पनि अब हामी पहिचान गर्दै गरौँ ल। र अब अहिले चाहिँ तत्काल चाहिँ खानेकुरा चाहिँ बाँड्नु दिन्छ। डबल गरेर चाहिने जति लिन्छ है। अर्कोलाई एउटै पानी ल पानी लिएर आउँछ त। पानी पनि लिएर जानु है, मेन पानी नै चाहिन्छ। ल कता छ भाइ पानी लिनु म पानी एक कुरा पुग्ला है। अब पर्यो कि अब 2-3 जना होइन, तपाईँहरूलाई खै त्यो त भन्नु पर्यो नि सर, यस्तो हामीलाई गरिदिनु भयो। तपाईँहरूको साथी कोही हुनुहुन्छ? हर्ज भाइ कहाँ गेले? पानी पनि पाएन। तपाईँहरूलाई थ्याङ्क यू त भन्नु पर्यो नि सर। कहाँ गेले? पानी पनि पाएन।
बुझेन खाने लिगाउ तपाईँले के भन्नु यस्तो अब यो अञ्जली यतिले भयो भने हामीले अब बेलुकासम्म धेरै भयो लागौँ सब जान्छ च्याउचाउ भिसे मिलाएर अब हामी पनि पहिरोतिर सहयोग गर्न जान्छौँ हो ल ल ल ठिक छ त्यो भयो अब पछाडि भुजा पनि छ है सहयोग तिनवटा गाडीमा पुरै भरि सामान ल्याएर हाम्रो सन्तोष सर उहाँको टिम हाम्रो सर पुरै भिड्नु भयो यसरी हामी यसरी यो भरि थियो पुरै चाङ थियो सब भ्याइसकेर अब फर्किँदै हो फर्किँदाखेरि पनि पुरै गरेर लब हामीले 1000 जना लब गाह्रो छ रातभरि सुते हैन भुजा पनि दिन्छु म भुजा चाहिन्छ पर्सिनु होइन दसैँ पनि यहीँ मनाउने हो पर्सिसम्म हुँदैन सर पर्सि बेलुका खुल्ला हुन्छ भोलि बेलुका पर्सि खन्न सुरु नै गरेको सुरु गऱ्यो भन्दाखेरि फेरि खस्यो हामी अहिले गेटमा छौँ ट्याक्कै छ आउनु तपाईँ लान्न भुजा दालमोट चाउ पिरो भुजा पीछे नहीं आगे से एक एक करके
भने यहाँ निःशुल्क खानाको प्रबन्ध गरेको छ, आइदिनु होला। धन्यवाद। त्यो ज्वरो आउने रोग खुलेर गयो हो हल्का ज्वरो आछ प्रबन्ध सँगसँगै लाग्यो त्यसको मामुरीको फाल्थेँ क्या मैले पाके थाहा हो त्यो मामराले मैले सब सलकिरहेको छु तिमीलाई शिक्षा प्रसाद मेरो पनि कसलाई दिनु होइन आवश्यक छैन किनकि जामा खुल्ला छ चार दिन भयो कहाँ कहाँ रोकिनु भयो अस्ति त खुलेपछि त अलिकति त कट्नु भयो नि त खुलेपछि हामीसँग डाक्टरको टिम खानाको असो होला कसैलाई बिरामी हुन्छ होला हामीसँग डाक्टर साहब पनि हुनुहुन्छ तपाईँलाई कोही बिरामी हुन्छ भने नियमित औषधि खाने कोही हुन्छ भने पनि औषधि छ केही असर भए पनि उहाँले चेक गर्न सक्नुहुन्छ त्यसको लागि हामी आफू प्यारामिटर बोलाउनु या रे खाने औषधि प्रेसर सुगरको औषधिहरू छ बुखार छ भने सर्दी छ भने त्यो दुख्छ अहिले औषधि खानु पनि छ कि छैन अहिले कहाँ आउनु चाहियो ल ल आउनु आउनु इलेक्सन ल्याएर थाल्यो कलेक्सन छ पछाडि तरको फाइलको एउटा काम हो तर अरूले खानु पनि छ कलेक्सन दिन्छ
तर यो पेट्रोल खानुभन्दा अगाडि ग्यासको औषधि हाम्रो अर्को बाटोमा पनि दिइहाल्नु अफ्ल्याक्सन ग्यास्ट्रिक औषधि यहाँ हाम्रो प्रजालाई पनि धन्यवाद इलेक्सन पाउनुभयो धेरै धेरै धन्यवाद ल ल दुईटा ल्याऊ एउटा मात्रै चार रोज भयो सर बाटोमा हामीहरू बस्यो हामी के गर्दै हो पैसा पर्दैन खानालाई गाह्रो परेकोहरूलाई दिनलाई दालमोटहरू डालमट दिन न दाइ पानी चाहिन्छ भाइ पानी छ गाडीमा अरूहरूलाई दिनु आवश्यक भएकोलाई जे हामी ट्रकमा त हुन्छ बोतलमा तापेर त खाइहाल्छौँ बिस्कुट चाहिन्छ यो दाम नै आउँदो रहेछ भुजा नि दिन्छु म भुजा चाहिन्छ गाई एक चाहन्छौँ लेखौं भविष्य आफ्नो आफै नै अरूको हियाई बनाउँदैन यो देश सङ्घा तरेर चाल्नु छ पाइला नथाक अहिले बदल्नु छ परिवेश बल्ने छौरा त माराको बलेर चिच्याई डाकमा डाको छोडेर उड्ने छ देश उदाउने छौ हामी यो भाग्यको घरलाई उठाउनु छ माथि